सो मलाई चाहिँ धेरैजनाले क्वेसन के गर्नु भएको छ भने तपाईँले यो स्टिकर्सहरू कहाँ किन्नु भएको अनि यो नर्मल मार्केटमा नर्मल नाइकी स्टोरमा किन पाउँदैन भनेर सोध्नु भएको छ। सो लेट्स स्टार्ट द भिडियो। मैले कहाँबाट किनेँ भनेर। सो यो एप पनि नाइकीकै अर्को एप हो अनि सो कतिजनालाई थाहा छ यो एपको बारेमा कमेन्ट गरिदिनु होला तल। सो यसमा चाहिँ लिमिटेड र हाई प्रोडक्ट र अनि कोल्याब स्निकर्सहरू बेच्ने भएको हुनाले यो चाहिँ स्निकर हेड र स्निकर्समा लागेको मान्छेहरूलाई मात्रै यो एपको बारेमा थाहा छ। अनि यो एप चाहिँ अनलाइन बेस भएको हुनाले यसमा चाहिँ कार्डबाट पेमेन्ट गरिन्छ, त्यही भएर कार्ड हुनु चाहिँ एकदम जरुरी छ यो एप चलाउनुको लागि। सो कुनै स्निकरहरू चाहिँ यस्तो हाइप भएको हुन्छ कि त्यो स्निकर किन्नको लागि चाहिँ तपाईँलाई चाहिँ ऱ्याफलमा छिर्नुपर्छ। त्यो ऱ्याफल भनेको चाहिँ एक प्रकारको लट्री जस्तै हो। सो तपाईँलाई ऱ्याफलमा छिर्नु छ भने त्यसमा चाहिँ टाइम र डेट दिएको हुन्छ अनि त्यही दिनमा त्यही टाइममा तपाईँ छिर्नुपर्ने हुन्छ। अनि त्यसमा चाहिँ जोइन मीको अप्सन आउँछ। जोइन मी गर्नुभयो भने तपाईँ छिर्नुहुन्छ अनि त्यसको 10 देखि 15 मिनटभित्रमा चाहिँ तपाईँलाई त्यो नोटिफिकेसन आउँछ तपाईँलाई पर्यो कि परेन भनेर, इफ यु आर सेलेक्टेड अर नट भनेर। सो मैले जति पनि स्निकर्सहरू मसँग छ त्यो सबै मैले स्निकर एपबाटै किनेको हो, ऱ्याफलमा छिरेरै किनेको हो। अनि यो जुत्ता त तपाईँहरूले थाहा नै होला, यो जुत्ता चाहिँ अहिले भाउ बढेर 80,000 पुगेको छ, जुन चाहिँ मैले अराउन्ड 35,000मा किनेको जुत्ता थियो। सो बेसिकली यति नै हो। एकचोटि तपाईँले यो एप डाउनलोड गर्नु अनि आफै पनि तपाईँले थाहा पाउनुहुन्छ कुन जुत्ता स्टकमा छ, कुन सोल्ड आउट हुन्छ अनि कुन जुत्ता आउनु लाग्यो भनेर। सो एकचोटि यो एप जसले डाउनलोड गर्नु भएको छैन गर्नु होला। अनि या गाइज, वेलकम टु द स्निकर कम्युनिटी।